हेलो एभ्रिवान। आज 131 दिन भयो म लगातार रनिङ गरिराखेको। आज एकदमै गुड मर्निङ छ। आज अलिकति ढिलो उठिएको थियो अनि अलिकति हुन्छ नि उठ्दा बित्तिकै ओहो ढिलो भयो भन्दा बित्तिकै एउटा हुन्छ नेगेटिभ फोर्स बिल्डअप भइहाल्छ भन्नाले आज मैले के गर्न भ्याउँदिनँ क्या हो भन्ने एउटा हुन्छ नि फोर्स हुन्छ। अनि तर फेरि आई डोन्ट केयर, आई निड टु डु दिस भनेर आफूलाई भने कहिलेकाहीँ यो कुराहरू भन्ने एकदम जरुरी छ। हुन्छ नि मैले आफ्नो डिस्ट्र्याक्सनहरू फोन हेर्ने गर्थेँ बिहान उठ्दा बित्तिकै, त्यो छोडेँ। अनि त्यो गर्दा बित्तिकै 30 मिनट्स फ्री भयो जस्तो लाग्यो मलाई बिहानको। त्यो एटलिस्ट फोकस स्टार्टेड भएन अनि टाइम पनि सेभ भयो। अनि त्यो टाइममा मैले मेरो स्ट्रेन्थ एक्सर्साइज भ्याउन सक्छु। हो जब लाइफमा केही हामीले कमिटमेन्ट दिन्छौँ, केही डिसिप्लिन बनाउनु हुन्छ होइन आफूलाई, यो मलाई यस्तो गर्न छ, अब म यो मेरो स्ट्रेन्थ बिल्ड गर्छु, म डिसिप्लिन बिल्ड गर्छु भनेर आफूलाई भनिन्छ। अनि त्यतिखेरै हामीले एउटा अटोमेटिक फोर्स पनि डेभलप हुन्छ। त्यो चाहिँ भनेको अब त्यसलाई कसरी ह्यापन गराउने भनेर आफ्नो वरिपरि अब आफूले त्यो टाइम खोज्न थालिन्छ अनि बल्ल भेटिन्छ। जब हामीले खोजिन्छ जे पनि अनि बल्ल भेटिन्छ। हामीले नखोजेसम्म केही पनि भेटिन्न। हामीले खोज्नुपर्छ अनि बल्ल त्यो कुरा भेटिन्छ। अनि त्यो टाइम भेटिन्छ अनि त्यसपछि बल्ल हामीले टाइम बनाउन सक्छौँ आफूलाई फोकस गर्नको लागि। अब यो नगरिकन आफ्नो दिनमा हिँड्यो भने अब लाइफमा के आउँछ त्यो त्यो ट्याकल गरेर बित्छ होइन लाइफ त्यो दिन। अनि त्यहाँबाट चाहिँ अनि एन्ड अफ द डे चाहिँ ओहो कस्तो कति धेरै कुराहरू गरेँ तर कस्तो मजै आएन जस्तो फिल हुन्छ। तर जब एउटा हुन्छ नि एक्सर्साइज यो आफ्नो कन्सिस्टेन्सी एउटा डिसिप्लिन गरेपछिको मेरो फिलिङ कस्तो रहन्छ भन्दाखेरि एन्ड अफ द डे मैले रनिङ गरेँ भन्ने एउटा सुरुमा एउटा चेकलिस्ट डन हुन्छ। अनि त्यसपछि अरू कुराहरू कहिले हुन्छ कहिले हुँदैन, तर एउटा कुरा ठुलो ह्याप्पिनेस हुन्छ। किन भन्दाखेरि मैले अरू केही कुरा गरेँ नगरेँ नि आफ्नो प्लान गरेको कुराहरू गर्न सकिन् नसकिन् मेरो रनिङ फिजिकल स्ट्रेन्थ, मेन्टल स्ट्रेन्थ, कन्फिडेन्स चाहिँ बिल्ड भयो है आजलाई भन्ने एउटा अचम्म खालको ह्याप्पिनेस फिल हुन्छ होइन त। त्यो ह्याप्पिनेस हामीलाई चाहिएको छ नि लाइफमा होइन। हामी त्यही कुराले नै बढी रिग्रेट गरेर आउँछौँ कि मैले आफ्नो लागि केही आफ्नो 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 जिन्दगीको लागि आज केही पनि गरिनै क्या हो भन्ने एउटा थिङ्किङले गर्दाखेरि एउटा इम्पोर्टेन्ट कुरा केही गरिनँ कि क्या हो भन्ने कुराले कति रिग्रेट गरेर हुन्छ हामीलाई। भित्रभित्र एउटा अचम्म खालको रिग्रेट बिल्ड भइरहेको हुन्छ। मैले यो गर्नुपर्ने थियो भन्ने हुन्छ। कति कुरालाई भनिन्छ नि है, यो कुरा गर्नुपर्ने थियो गरेको छैन, फेरि टाइम कहिले मिल्दैन भनिन्छ। अनि मैले रिसेन्टली एउटा कुरा सुनेको कुरा है, हाम्रो हिन्दू धर्ममा नि भनेको छ हाम्रो बोलीमा चाहिँ सरस्वतीको बास हुन्छ भन्छन् होइन। जे भन्यो त्यो कुरा चाहिँ ठ्याक्कै त्यस्तै हुन्छ अरे। अनि हामीले जब रिग्रेट गरिन्छ नि हामीले कस्तो टाइम बनाउनु पर्ने थियो, टाइम कहिले छैन, टाइम कहिले बन्दैन भनिन्छ नि। अनि फेरि त्यस्तै हुन्छ। किन भन्दाखेरि त्यो रिपिट गरिरहेछौँ नि त आफूमा। एक्सपर्ट्सहरूले भनेको सुनिरहेको छु मैले के भन्दाखेरि जब हामीले केही कुरा आफूलाई रिपिट गरिराखिन्छ त्यो कुरा भइराख्दो रहेछ। अनि ठ्याक्क मैले चाहिँ ठ्याक्क हाम्रो हिन्दू रिलिजनसँग पनि यो कुरा म्याच मैले सुनेको छु नि त। अनि कस्तो म्याच भयो भन्नाले यो ट्रु नै कुरा रहेछ। धेरै कुराहरूले प्रुभ गरिरहेको छ यो कुरालाई भन्नाले अब हामीले फेरि पनि रिग्रेट गर्दै मैले आज गर्नुपर्ने मेरो मोस्ट इम्पोर्टेन्ट काम फेरि पनि गरिनँ, फेरि मैले लाइफलाई आफ्नो लाइफमा कस्तो अगाडि बढाउने काम गरिनँ, त्यही गो विथ द फ्लो मात्रै गरेँ भनेर भनिराख्यौँ भने अब त्यस्तै हुन्छ। फेरि पनि लाइफ जहिले पनि त्यस्तै हुन्छ, जहिले पनि त्यही मात्रै भनिराखिन्छ, त्यही मात्रै हुन्छ लाइफ भनेको। तर जब हामीले होइन मैले आज केही न केही गरेँ, 5 मिनट मैले केही न वाउ मैले आज गरेँ, मैले आज आफ्नो फिजिकल हेल्थलाई केही गरेँ, मैले आज मेन्टल हेल्थलाई केही न केही गरेँ, मेरो कन्फिडेन्स बढेको छ होइन, म पहिलाको जस्तो छैन, म अलिकति स्ट्रङ भएको छु, म अलिकति वाइज भएको छु, मैले आज यो गर्नुपर्ने कुरा गरेँ भनेर जब हामीले भनिन्छ एउटा वाक रन, आज म बाहिर जानु थियो गएँ, हुन्छ नि मैले आज केही लिफ्ट गर्नु थियो गरेँ, मैले आज केही यो काम एउटा बुक पढेर भ्याउनु थियो मैले भ्याएँ, हुन्छ नि यस्तो कुराहरू एकम्प्लिसमेन्ट एउटा जब भ्याएँ गरेँ भन्ने कुराहरू हुन्छ। अनि त्यो कुरा रिपिट गरिन्छ नि हामीले, अनि गर्दा बित्तिकै अनि त्यो कुरा गरिराखिन्छ। किन भन्दाखेरि फेरि पनि हाम्रो यो एक्सपर्ट्सहरूले भनेको पनि छन् अनि हाम्रो हिन्दू धर्मले पनि भनेको छ, जे भनिन्छ त्यही रिपिट हुन्छ हाम्रो लाइफमा है। अनि म चाहिँ एकदम ट्रु लाग्न थाल्यो यो कुराहरू। अनि त्यही भएर मैले चाहिँ नेगेटिभ कुराहरू मैले रिपिट गर्न छोडेको छु। मैले खुब रिग्रेट गर्थेँ, मसँग कस्तो टाइम भएन भन्थेँ। टाइम भएन होइन, टाइम छ, इम्पोर्टेन्ट कुराहरूलाई टाइम बनाइरहेको छु भनेर भन्छु मैले अहिले चाहिँ। अनि त्यहाँबाट चाहिँ अनि ग्रेटिट्युड गरेर अनि आफूलाई हुन्छ नि थ्याङ्कफुल गराइरहेको छु, अझै बढी थ्याङ्कफुल भइरहेको छु। किन भन्दाखेरि मैले आफ्नो वरिपरि एकदम थ्याङ्कफुल एउटा गुड इन्भाइरोमेन्ट क्रिएट गर्नको लागि मबाट सुरु हुन्छ त्यो सबै। अनि म थ्याङ्कफुल भयो भने मेरो संसार राम्रो हुन्छ।
मैले अरूबाट के एक्सपेक्ट गरेर हुँदैन होइन। मैले चाहिँ आफूलाई आफ्नो संसारलाई राम्रो बनाउन सक्ने एउटा क्षमता राखेँ भने अनि मेरो लाइफ राम्रो हुन्छ। तर जब मैले त्यो गर्दिनँ भने मैले अरूबाट एक्सपेक्ट गरेँ भने फेरि त्यो पुरा हुँदैन। अनि त्यही भएर अनि यो सबै डिसिप्लिन एभ्रिथिङ यहीँ आएर मिट हुन्छ। यो डिसिप्लिन भनेको एक्सन हो, यो कन्सिस्टेन्सी भनेको एक्सन हो। त्यसले चाहिँ एक्चुअली गाडी मुभ गर्छ, त्यसले चाहिँ मुभ गराउँछ लाइफलाई। यो बसेर थिङ्किङ गरेर फिलोसफिकल भएर पुरा हुन्छ नि, थिङ्किङ गरेर मात्रै बढ्दैन। थिङ्किङ गरेको छ के कापीमा लेख्छ भने त्यो पनि एक्सन हो। तर केही न केही गर्न जरुरी छ, केही न केही गर्न जरुरी छ, एकदम इम्पोर्टेन्ट छ। त्यो गरिन्छ नि जब अनि बल्ल केही कुरा मुभ हुन्छ लाइफमा। त्यही भएर मान्छेले एक्सर्साइज गरेपछि दुनियाँ मसल्स बिल्ड हुन्छ, किनकि त्यो एक्सन हो नि त। एक्सनको त्यसको रिजल्टहरू हुन्छ नि त, पोजिटिभ एक्सनको पोजिटिभ रिजल्ट हुन्छ। अनि त्यो बिस्तारै एड हुँदै जान्छ। त्यसरी नै गर्दै जाऊँ, हाम्रो पोजिटिभ ल्याङ्ग्वेज युज गरौँ आफूसँग कुरा गर्नलाई, आफ्नो वरिपरि सबै कुराहरूमा। अनि लाइफ पनि अझै पोजिटिभ हुँदै जान्छ, बेटर हुँदै जान्छ, गुड हुँदै जान्छ। एक्सन एभ्रिडे भयो भने त्यसको रियाक्सनले गर्दाखेरि अझै बढी स्ट्रङ हुँदै जान्छौँ, अझै बेटर हुँदै जान्छौँ, अझै थ्याङ्कफुल हुँदै जान्छौँ, अझै ग्रेटफुल हुँदै जान्छौँ, अझै काम हुँदै जान्छौँ, अझै अझै अलाइभ हुँदै जान्छौँ। थ्याङ्क यू एभ्री वान।